भाइको सपना एउटा यथार्थ कथा। यो कथा हो एउटा सानो गाउँको जहाँ माटोको घर थियो अनि त्यो घरभित्र थियो एउटा सङ्घर्षशील परिवार। बुबा अपाङ्ग, आमा अरूको घरमा काम गर्थिन्। 3 छोराछोरी अनि त्यो गरिबी जसले तिनलाई भोग भन्ना पनि सपनासँग लड्न बाध्य बनायो। जेठो छोरा बिहान काम गर्थ्यो, बेलुका किताब समाउँथ्यो। कान्छो बाल्यकालमै इँटाभट्टामा पस्नु पर्यो। 3 वर्षपछि त्यो सङ्घर्ष रङ्ग ल्यायो। दाइ नेपाली सेनामा भर्ती भए। सबै खुसी भए र उनले भने, "भाइ, तिमी पढ, पैसा म दिन्छु।" भाइको आँखामा झलझल्ती सपना पलायो। एसएलसी पास गर्यो, मेडिकल पास गर्यो र जब दाइसँग पैसा माग्यो, दाइले छैन भने, किनभने अब दाइको संसार आफ्नै थियो। भाइको सपना त्यही दिन टुट्यो। मेडिकल छोड्यो, +2 मा एडमिसन लियो, काम गर्दै पढ्दै एक्लै हिँडिरह्यो। 12 कक्षामा भर्ना गर्न आमासँग पैसा माग्यो, तर आमाले भनिन्, "बुबाको औषधिका लागि पनि पैसा छैन छोरा।" त्यो दिन पनि उसले आँसु लुकायो, तर सपना लुकाएन र अन्ततः एक दिन एपीएफमा भर्ती भयो। अब उसले आफू मात्र होइन, आफ्नो परिवारलाई पनि माथि उठायो। यो कथा लाखौं नेपाली युवाहरूको कथा हो, जो अभावमा जन्मिए पनि सपना बोक्न कहिल्यै डराउँदैनन्। जबसम्म सपना बाँचिरहेको हुन्छ, तबसम्म हार छैन। यो कथा मन परे